नमस्ते साथी हो। आज पनि सानो एउटा भिडियो लिएर आएको छु। झर्कन नमानिकन सुनिदिनु होला। कसको लागि भन्दाखेरि हाम्रै मङ्गल मूलवासी जातिको लागि हो। किन भन्दा धेरै मङ्गल मूलवासीहरूले चाहिँ के भन्छ भने क्षेत्री बाहुनले देश बिगार्यो, फलानाले देश बिगार्यो, के गर्यो भनेर कुराहरू सुनिराखेको हुन्छ। यो कुराहरू चाहिँ फेसबुकहरूमा के अरे समाचारहरूमा पनि सुनिराखेको छु। त्यही भएर म के भन्न चाहन्छु मङ्गल मूलवासी जनताहरूलाई, मान्छेहरूलाई चाहिँ म के भन्न चाहन्छु भने आफूहरू पनि राम्रोसँग पढ्नु, आफ्नो बालबच्चालाई पनि राम्रोसँग पढाउनु नै सबैभन्दा ठुलो नै ज्ञान हो। हामीले पढाउनु लेखाउनु सबै थोक गर्न जान्यो भने, बुझ्न जान्यो भने, पढ्यो भने आफ्नो देशको कानुन हिसाबले सबै थोक पढाइ लेखाइमै हुन्छ। त्यो पढ्न लेख्न बुझ्न सबै जान्यो भने, सिक्यो भने आफ्नो बालबच्चाले भविष्यमा आफ्नो देश कसरी बनाउने, आफ्नो देशमा कसरी विकास गर्ने, हामी पनि अगाडि बढेर क्षेत्री बाहुनहरूसँग कम्पिटिसनमा अगाडि बढ्न सकिन्छ, बोल्न सकिन्छ, लेख्न सकिन्छ। सबैजनासँग हामी के अरे कम्पिटिसनमा लड्न, लेख्न, पढ्न सबैमा अगाडि हुन सक्छौँ। त्यही भएर त्यसकै लागि हामी मङ्गल मूलवासीहरूले चाहिँ मङ्गल मूलवासीको बालबच्चाहरूले भविष्यको लागि भए पनि राम्रोसँग पढाइ लेखाइ गर्नुपर्छ। त्यही भएर मान्छेलाई अब क्षेत्री बाहुनले यस्तो गर्यो उस्तो गर्यो भनेर मान्छेलाई गिराउनु भन्दा पनि, मान्छेलाई नराम्रो भन्नुभन्दा पनि पहिला चाहिँ हामी मङ्गल मूलवासीहरूले चाहिँ के बुझ्न पर्यो भनेपछि राम्रोसँग पढाइ लेखाइ गराउनुहोस्, राम्रोसँग के संविधान पढ्नुहोस्, कानुन विषय पढ्नुहोस्, सबै पढाइ लेखाइ गर्नुहोस्। त्यस पछाडि चाहिँ आफ्नो देश बनाउने, हामी अगाडि कसरी बढ्ने, हाम्रो पनि त देश हो। हामीले चाहिँ आफ्नो देश कसरी बनाउने, कसरी आफ्नो देशको जनतालाई राम्रोसँग शिक्षा दिने, राम्रोसँग अगाडि बढाउने भनेर चाहिँ बुझ्न सकिन्छ। किनभने धेरै मङ्गल दिदीबहिनी दाजुभाइहरू चाहिँ बालबच्चाहरू चाहिँ किन पछाडि परेको भन्नुको कारण चाहिँ के हो भन्छ भने पढाइ लेखाइ नभएको कारणले नै नबुझेकै कारणले नै हामीलाई चाहिँ क्षेत्री बाहुनहरूले दबाएको हो। त्यही भएर तपाईँहरूले क्षेत्री बाहुनले यस्तो गर्यो उस्तो गर्यो भनेर भन्नुभन्दा पनि आफू सक्षम हुनुहोस्, आफू शिक्षित हुनुहोस्, आफू पढ्नुहोस्, आफू लेख्नुहोस्, आफूले सिक्नुहोस् सबै थोक के हो कसो हो, कानुन भनेको के रहेछ, संविधान भनेको के रहेछ भन्ने कुराहरू बुझ्नुहोस्। त्यसपछि आफ्नो जनता, आफ्नो देशको लागि आफू अगाडि बढ्नुहोस्। क्षेत्री बाहुनहरू सँगसँगै कम्पिटिसनमा हिँड्नुहोस्, कम्पिटिसनमा पढ्न लेख्न गर्नुहोस्। त्यसपछि सबै मङ्गल मूलवासीहरूले पनि सबैसँग राम्रोसँग पढ्न लेख्न र जे भने पनि त्यसको जवाब दिनलाई चाहिँ सजिलो हुन्छ, भन्न पनि सक्छ, सँगसँगै उठ्न सक्छ, सिटारो बनाएर हिँड्न सक्छ। किनभने हामी चाहिँ पढाइ लेखाइ नभएको कारणले नै चाहिँ हामी पछाडि परेको हौँ, पहिला परेका हौँ। त्यही भएर मङ्गल मूलवासी जनताहरूलाई यो 2 शब्द भन्न चाहन्छु। हस्त, धन्यवाद।